Now let's get into the battle. On my right, representing the underdogs, we have Lil Grizzle. And on my left, making his debut in the league, but one of the most talented and versatile MCs in the game. Give it up for Balin. Okay, Lil Grizzle want to go first, and it's on him. तेरो स्वैग देखेर नै अहिले मलाई दिक्क भयो डोरी खेल्नलाई हो क्या हो लगाएर यस्तो इस्टकोट यसको पिच्केको मुख हेर छिप्पेको उमेर तै पनि मेरो भाइ हो त अस्ति लाउरे काठमाडौँ आउँदा तेरै खाटमा सुतेको सिरानी मुनि त्यसको साइनो छ बालेन भाइ गीत जति खाथे भनी म बुद्धले शेयर गर्दिहाल्छ कति रमाइलो छ त गनाउने बोकालाई खसी पार्ने कसाई हो म बलेन हो कि बालेन जेसुकै होस् कसैले चिन्दैन तेरो नाम भन्दा नेपमा चलेका सब र्यापरहरूको त पुच्छर चम्चा नदेखा शान बढ्ता जुन दिन तिनीहरूको चाक कोटाउन छोडिस् त्यही दिन बन्द हुन्छ तेरो काम धन्दा अरूको सफलताको फाइदा लुट्ने दिस ड्युड इज जस्ट अ गिद्ध मक्ख छ युनिकहरूको चित्रमा खुसी छस् त भित्र फेमस भएस् त मित्र मैले अस्ति यसको एउटा गीत सुनेको थिएँ तिमी फुल माग्छौ म पात्नी दिन सक्दिन यो अरू र्यापरहरूको घु माग्छ तिनीहरू पात्नी दिन सक्दैन Yo, your scrotum gets squeezed, your ovary bleeds, this man's a fucking hermaphrodite. Your poetry's deep? No, it's Dory, please, don't act like you be rapping tight. You're older than me, but totally weak. You're older than me, but totally weak. You can't even beat me in your afterlife. Even if you practice right, I blast the mic, smash this dyke, turn you into ash tonight. Whoa! आजको यो ब्याटल अलि अश्लील हुन सक्छ न त गेम अफ अन्डर 18 को सानो भाइ बहिनीहरु क्लोज बटन थिच्नु होला यो फुच्चेको पो उमेर कति हो आज बालेन माथि बाल शोषणको अभियोग लाग्न सक्छ यमा बुद्ध यसको घाँटी बाँधेर राख अन्डरडगको कुकुर भाग्न सक्छ कुमारी निशेष तेरो नामको अगाडि मिसेस राख्देको युनिक पोएट भाइले आजको दिन तेरो लागि विशेष अर्को निवारण गर्दिनेछ यो तेरो दाइले मनबी मानिस सिंह बन्न खोजेको उस्तै देख्छु म तारिफ हैन त्यो तीन कुने लिङ्ग त जस्तो र्यापरलाई हातमा मुस्दै झरेको रगत कलममा भरेर लेख्छु म बालेन र कलम बीच अनुन्याश्रित सम्बन्ध छ यो जस्तो र्यापर बीच कुइरे नेपाल घुम्न आउँदा मोज मस्तीको सिलसिलामा जन्मन्छ तेरो अनुहार केटीको अन्डरडग्सले मोज गर्न काम लाग्छ यसलाई सित्तैमा बजाउन पाइन्छ बरु हिजडालाई दिन दाम लाग्छ साथीभाइको मुखबाट सुनेको है त्यो कुरा तेरो आफ्नै साथीभाइको मुखबाट सुनेको त अस्ति रिसाको थिस रे यसपालि अन्डरडग्स लेखेको ब्लाउज छ यसको लागि बुनेको भाइ तैले र्याप हानेर नखाने भइस रे तेरो काम अन्डरडग्समा लुगा धुने भो बरु बुढीलाई नि लिएर आइज पानीको आपूर्ति गर्न धुरु रुने भो काम सकाएको बेलामा उसलाई स्लिम सेडीले पालो छुने भो टेबलमा चढाएर उद्रेको चोली लगाएर नाच्न लाउने रे भव्य रमाइलो हुने जबरजस्ती केटाहरूले गर्ने छन् मस्ती खाएर रक्सी तेरो स्वर पातलो यो गर्ल हेज गट हस्की पाउजु छमछमाउने केटी भन्दा त नै धेरै मस्किन्छस् बाटोमा कालो मान्छे देख्यो कि युनिक पोएट भनी झस्किन्छ अन्डरडगको कुकुर हुन्छ नि त
अगल्टोले पोल्या कुकुर बिजुली चम्कदा नि तर्सिन्छ रामकृष्ण ढकालको स्वर भन्दा यसको कम्बर बढी लच्किन्छ रामै त कुकुर बोलाउँदा किन पड्किन्छ त मान्छे आबा बुद्धि पनि हचुवाको म गर्न सक्छु दाबा यम बुद्ध यो लिलीपुटको पनि बच्चा हो यसले फोटो देखाए अघि फोटो देखाए होइन तेरो अनुहार गोलबेडाको हेर्दै थिच्न मन लाग्छ त लाइनमा हुँदा जसलाई पनि लाइन मिच्न मन लाग्छ 2-4 दिन पर्खी कान्छा तेरो बाउलाई नि मसँग फोटो खिच्न मन लाग्छ अघिको त्यो राउन्डमा पञ्चेज हुनु पर्ने तर यसले लेखेन अघिको त्यो राउन्डमा पञ्चेज हुनु पर्ने तर यसले लेखेन म्यान आम टु ड्याम फ्ललेस बिचराले मेरो लागि शब्द नै भेटेन काठमाडौँहरू नेवारले राज गर्थे बीचमा आयो शाहा 10-12 पुस्ताको चुर्ती फुर्ती अन्त्यमा नागार्जुनमा स्वाहा Now I'm murdering this man. You're shook like you need some help. And I'm re-ruling this land just to prove that history repeats itself. Yo, तेरो जंगल जस्तो आँखी बाउ तेरो जंगल जस्तो आँखी बाउ बाँडिदिन्छु एक एकजनालाई तेरो मासु आदि पाउ मुख हेर्दा त सिंगम बाजीराव सिंगम जसरी आँची खाऊ आज तैँले गरे चटकले आटा माझी चटकले ओ एक त पानी लाज नभएको ओ एक त पानी नलजाउने मैलो बोका बानेश्वरदेखि रत्नबाग जाने बसको ढकढकाउने तैँले ढोका त जस्तो खत्तम र कन्जुस कन्डक्टर त महाकसम कहीँ देखेको छैन त जस्तो खत्तम र कन्जुस कन्डक्टर त महाकसम कहीँ छैन अस्ति बसमा स्टुडेन्ट कार्ड देखाउँदा नि डिस्काउन्ट नदिने मलाई तै होइन नेपालको यो बाटोमा लाउरेको गाडी त धकेल्नु पर्छ तेरो हिरो साइकल त झन् के टिक्ला भिडियोमा त जबरजस्ती भ्युज आउँछ यस्ता मान्छेले एल्बम के झिक्ला झिके नि के भिक्ला बरु जा बसको ढोका ढकढकाउँदै बस त जस्तो मान्छेले ऱ्याप हान्न के सिक्ला तेरो टी सर्ट सेतो जुत्ता कालो प्यान्ट निलो रहेछ तेरो टी सर्ट सेतो जुत्ता कालो प्यान्ट निलो रहेछ मर्द हेर यस्तो हुन्छ यसको त गिलो रहेछ अन्डरडगको कुकुर सानो पप्पीको जस्तो भुकाई गाजा मात्र खाएर गिदी पुरै सुकाइस फेक एक्सेन्ट बोकेर नेफपको शिर झुकाइस बाको सानो इज्जत पनि हिजो बस पार्कमा नाचेर लुटाइस सिम्फेमसको ठाउँमा हिजो युनिक पोएटलाई सुताइस त केटा त हुँदै होइन ल भन केटी तेरो स्तन कहाँ लुकाइस बाउले त छोरा नै जन्माएको थियो बाँदर बढी बाटो भएर दुईटै फुटाइस भाइ सुन तेरो नामको अगाडि चाहिँ लेडी लेख्न छुटाइस बुढीसँग फोन सेक्स गर्छस् रे अमेरिकामा शरीरको कुन चाहिँ अङ्ग उठाइस तसँग नर्सरीको बच्चा पनि लड्न सक्छ तर त ठुलै छक्का होस् तेरो बलात्कार साकारले पनि गर्न सक्छ दिउँसो यसको काम ऱ्याप साझा आफ्नै बाउको भट्टीमा योर बेबी कल्स मी एभ्री डे एन्ड सेज जित छन् त मत्तिना पट्टाउँछु भनेर सोची होली कतिना फोन नगर्नु भन् बेकार कम्मर सड्किन्छ सिम्फेमस के साह्रो हाँस्यो किन खुसी भएको बिहानदेखि यसले तिम्रो दुधको बोतल चुसिरहेको थियो
यसको सामु जाँदा कुहिएको चामल बसाउँछ, साथीभाइको घरमा भात उब्रेको देख्दा छ्याङ पकाउन मुख रसाउँछ। यो र्यापर होइन, यो जोकर हो, यसले केवल हँसाउँछ। ताल परे यो दलालले यो बिचमा आफ्नै केटीलाई नचाउँछ। तर अचम्मको कुरा, बुढीसँग हुँदा नि यसले सिम्फेमसकै बन्दुक समाउँछ। सिम्फेमस भाइ, यसको मुखसँग सायद तिम्रै बन्दुकको बारुद गनाउँछ। इतिहासको कुरा गरे बुझ्छेले है, अघि इतिहासको कुरा गरे बुझ्छेले। कुपोषण कुपोषण छैन के हो तेरो घरमा खाजाको रासन, नसुना भो तेरो प्यार 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 गर्ने बाजाको भाषण। राजतन्त्र र प्रजातन्त्रको कुरा गर्छस्, गएको छैन अझ यो राजाको शासन। के हो बोल्दाखेरि हल्का लडबडाइस् त? सुन धोकेको अलि बढी भयो। पाके मोरो पाके छोरो त जन्मिने नै एउटा गल्ती हो। त सधैँ ट्वा खाँदै बस्ने कुन चाहिँ टोलको कुन गल्ली हो? कि त्यही भट्टीको साउनी नै तेरो श्रीमती हो। मेरो जुत्ताको नम्बर तेरो गालामा। त जस्ता ऱ्यापर त आजकल बजारमा फालाफाल। Underdogs, we the top-notch crew up in the industry, illest in the business. We never give a fuck about a hater, period. Holes in your body like some craters. Serious, you run after the girls, but girls run after the money. And since you got none, that makes the whole scene funny. You're a motherfucking bummy. No income, no savings. Couldn't afford a blade, so you skip with all that shaving. Wow, क्या महिलो शर्ट, but it suits your पहिलो दाँत. Advice soon. Use Surf Excel for the clothes, Colgate for your teeth, and mouthwash for your भयंकर सास. I rap it real strict. तेरो आज छाडापन पनि लाइनमा आउँछ. After I murder you in this battle, मसँग battle गर्नुभन्दा 10 चोटि सोच्नुपर्छ भन्ने नि तेरो माइन्डमा आउँछ. Got my hands on a clip, insert it. Got my hands on a clip, insert it. Got my hands on a clip, insert it. Come on, man. Off with his head. All right, Marlon. यसले सोधेको कहाँको रक्सी खान्छु रे? तेरै बाउको पसलको हो। तेरै बाउको पसलको हो। तेरो जस्तो बिग्रिया छ्याङ खाएर नै रक्सी खान छोडेर म असल भएको। लोड बडी डोन्ट माइन्ड है, रिबोटल हो होइन, लोड बडिन्छ। अनि के कुरा गर्दै थियो अझ यसले? भाइ तेरो उमेरमा म पनि अंग्रेजी र्याप हान्दै हिँड्थे। एमिनेम टुपाक बिगीलाई आफ्नो भगवान मान्दै हिँड्थे। ब्यागी प्यान्ट लाएर माथितिर तान्दै हिँड्थे। अंग्रेजी धेरै छोडे केटोले, 2 बार तलाई है। If you wanna fuck in English bitch, ride on and go chase her people. See you trying to talk in English miss, I am the professor. Grizzle? That was 17 syllable, multi that even your daddy cannot rebuttal. I'm the sickest in hip-hop. अलिखेर सबैले बुझ्ने छ। स्वच्छ छवि पहिला थियो, अहिले छैन है। स्वच्छ छवि भएको कवि म लेखक, यम बुद्धको कपी पल्टाएर ह्यान्ड राइटिङ मेरो हुनेछ। है मेरो गीतको कुरा नगर हैन त। गीत भनेको कर्ण प्रिय हुनुपर्छ। म्युजिक त तेरो जिंगल नै हुन्छ। र्यापर भनेको बालेन जस्तो भव्य हुनुपर्छ, लिटल त ग्रिजल नै हुन्छ। कलाकार होस् त हास्य कलाकार होस्, छिमे जड्या आबुको यौन तृष्णा मेटाउने आहार होस्। मेरो सामु उभिने कमसेकम तेरो सपना चाहिँ साकार भयो। अन्डरडग्समा एउटा मात्र हिरा मेरो भाइ युनिक पोएट, त सबैले फ्याँकेको खकार होस्। एउटा केटा हुन्छ अर्को केटी हुन्छ, त चाहिँ तेस्रो प्रकार होस्।
खै के सिङ्गम के भन्नु भाइ जुङ्गा र दारी हुँदैन मान्छे सिङ्गम जस्तो भारतीय हुँदैन जुङ्गा र दारी हुँदैन मान्छे सिङ्गम जस्तो भारतीय हुँदैन बरु तेरो फोटोको चाहिँ खाली सिसीको घरमा आरती हुँदैछ त तिनीहरूको आइडल होस् तैबाट सिकेको होला यो तिनीहरूको आइडल हो यहीबाट सिकेको होला तिनीहरूले गल्ली गल्लीमा हल्ला गरेर यिनीहरूको टी सर्ट बिकेको होला तेरो टी सर्ट बिकेको होला होइन जाँठा आर्टिस्टको नाममा व्यापारीहरू पैसा कमाउने त्यस्तै सोख भए साइकलमा बेच तरकारी बरु मलाई के ह्यान्डसम मान्छे देखेर फिक्री भएको तँभन्दा धेरै ह्यान्डसम छु है ह्यान्डसम मान्छे देखेर फिक्री भएको बरु जा गएर आफ्नो बोरा हेर कतिवटा टी सर्ट बिक्री भएको तेरो अनुहार रेखा थापाको जा गएर टोयलेटमा पखाल यतिकै जालास छिम्मा हिलेन छिमा बुभिलेन जी छिमे राजे समाल पाक पन्जा खालास आज तिमीलाई चाहिँ छोड्दिन है म सिम्फेमसको पछाडि टाँसेर बस्छस् रे त्यसको बाइकमा यहाँको मौसम गर्मी नै छ पसिना हाउस द वेदर डाउन तेरो 4 फिटको हाइटमा त जस्तो ऱ्यापरलाई काँचै खान्छु मेरो डाइटमा सिंगल बाइटमा अरू के दोहोरीको कुरा गर्दै म मिहिनेत गर्ने इन्जिनियर लुगा फोहोरी नि लाउन सक्छु अघिले लुगा कुरा गर्दै म मिहिनेत गर्ने इन्जिनियर लुगा फोहोरी नि लाउन सक्छु म ऱ्यापर मात्र होइन ट्रु म्युजिक आर्टिस्ट हो लोक दोहोरी नि गाउन सक्छु डेडिकेट गरौँ है एउटा गीत यसको बेजत तर तपाईँले डेडिकेट हिजो गएको तेरो घर हाल खबर बुझ्न हिजो गएको तेरो घर हाल खबर बुझ्न तेरो बाउ त बिजी रहेछ माइजूसँग जुझ्न होइन भने कलिलो तामालाई नो ड्रामा म्यान माइजूको कुरा गरेको छु होइन भने कलिलो तामालाई सोध मामालाई भाइ थाहा छ एउटा कुरा थाहा पाइस् नेपको हिस्ट्रीमा यसले जस्तो रिबटल कसैले खाएको थिएन नेपको हिस्ट्रीमा मानस दाइ हो कि होइन नेपको हिस्ट्रीमा आज जस्तो तैँले जस्तो रिबटल कसैले खाएको थिएन हिस्ट्री भनेको फेरिने चिज हो भाइ बाले नहिलेसम्म आएको थिएन सक्छ